सबैलाई जय मसीह। र आजको वचन परमेश्वर तपाईँलाई धन्यवाद छ। आज हामी भाइ बहिनी सबै आज सङ्गतिमा फेरि भेला गरिदिनु भएको छ। हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद चलाउँछौँ प्रभु। तपाईँ हाम्रो सहायक हुनुहुन्छ, हाम्रो बल हुनुहुन्छ, घडी हुनुहुन्छ, किल्ला हुनुहुन्छ। परमेश्वर हामीको सुरक्षाको खानी पनि तपाईँ नै हुनुहुन्छ। परमेश्वरका भयमान्यहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिन्छु भन्नुभएको छ। परमेश्वरता यो तपाईँको सत्य बाणी हो, तपाईँको सत्य बोलीमा परमेश्वरता तपाईँले हामीलाई आशीर्वाद दिनुभएको छ। हामी आज चाहिँ वचन सुन्न गएका छौँ। वचनलाई मन नपराउने दुष्ट आत्मा, शैतानका जाल, पासो फन्दा, नराम्रा चिज, सोच विचार, आलस्यका चिजहरू, निन्द्रा लाग्ने चिजहरू, सुन्न मन नलाग्ने चिजहरू सबै हामी प्रभु येशूको नाममा हटाउँदछौँ। मेरो मुख जिब्रोलाई पनि आशीर्वाद दिनुहोस्। तपाईँलाई धन्यवाद चढाउँदछौँ। आएका भाइ बहिनी प्रत्येकको जीवनमा आशीर्वाद पुगेको होस् प्रभु येशू ख्रीष्टको नाममा पिता, आमेन। भजन सङ्ग्रह हामीहरू 12 अध्यायमा गएर हेरौँ त, त्यहाँ एउटा अचम्मको कुरा भेटिन्छ। भजन सङ्ग्रह यो वचन मैले पहिला होमसरमा पनि दिएको जस्तो लाग्छ, फेरि पनि आज मलाई यही भन्ने मौका मिल्यो। र भजन सङ्ग्रह 12 अध्यायमा गएर हेर्दाखेरि नेपालीबाट हेर्नेले हेरौँ, नेपाल बर्माले हेर्नेले पनि हेरौँ है के भनेको छ, के भनेको छ वचनले। के भन्छ भने गुहार, अरे गुहार सुरुकमै बर्मामा के लेखेछ म जान्दिनँ, नेपालीमा भन्दैछु। के अरे गुहार, गुहार भनेको चाहिँ नि अपुनी मागेको, अपुनी मागेको गुहार। गाउँघरमा यो गुहार भन्ने कुरा गाउँघरमा धेरै चाहिन्छ। गाउँघरमा कहिले डाँकाहरू आउँछन्, कहिले चोरहरू आउँछन्, कहिले सल्ले कुखुरा लिएर जान्छ, कहिले कसैको बारीमा कसैको गाई भैँसी पछि ए गुहार गर न हो, गुहार हाम्रो घरमा डाँका परे आएर बचाउनु। गुहार भनेको के अरे कुनी भा भनेको चिच्चा कुमार मुनि, बर्मामा कुमार मुनि भनेको रहेछ नि। सगा आएर मद्दत गर न, ए हाम्रो यहाँ विपत्ति भयो, हाम्रो मोटरसाइकल यहाँ पल्ट्यो, गुहार। अरे सुरुमै के अरे गुहार, हे प्रभु। अरे कोसित रहेछ गुहार माग्ने, कोसित रहेछ गुहार माग्ने। प्रिय हो, मान्छेसित मागेर त केही पनि मिल्दैन। मान्छेसित मागेर त गुहार भन्यो भने मान्छेहरू दरवाजा लगाएर भित्र घुसे, अब त्यहाँ के हुन्छ जान हुँदैन, त्यहाँ के भयो भनेर। तर गुहार के अरे हे प्रभु। जहिले पनि प्रभुलाई भन्नुहोस्, तपाईँलाई चाहिएको कुरा प्रभुलाई भन्नुहोस्। तपाईँलाई चाहिएको कुरा मलाई भन्नुभयो भने मैले पनि पुर्याउन सक्दिनँ। म पनि प्रभुलाई नै चिच्याउँछु गुहार भनेर बिहान 5 बजेदेखि। ल गुहार के अरे हे के अरे प्रभु, गुहार गर्नुहोस्। अरे ल राम्रो सुन्नुहोस्, हे प्रभु गुहार गर्नुहोस् न हामीलाई। किन रहेछ यो गुहार मागेको भन्दाखेरि चोरी भएर होइन, डाँका मारेर होइन, गाडी पल्टेर होइन, कसैको घरमा आगो लाएर होइन। यो गुहार किन मागेको रहेछ यो भजन सङ्ग्रह 12 कोले भन्दाखेरि हे प्रभु मलाई गुहार गर्नुहोस् न। अरे गर्नुहोस्। अरे किन भने गुहार हे प्रभु। अरे किन भने, किन गुहार मागेको रहेछ यो भजनकर्ताले है। सुन्नुहोस् है राम्रो तरिकाले, गुहार किन मागेको रहेछ भन्दाखेरि भक्तजन अब बाँकी छैनन्। के छैनन् अरे भक्तजन अब बाँकी छैनन्। अरे यस युगमा प्रभुलाई खोज्ने, प्रभुको मन्दिरमा आउने, सङ्गतिमा आउने सबै के भइसके, हराइसके। हे प्रभु अरे भक्तजन अब छैनन्। अरे हेर्नुहोस् अहिले यही हुँदैछ नि संसारमा, यही हुँदैछ नि संसारमा। मान्छेहरू हराउँदैछन्। मान्छेहरू कहाँ जाँदैछन् भने कोही कराओकेमा जाँदैछन्, कोही ठुल्ठुलो मेलामा जाँदैछन्। अझ आइतबारको दिन चाहिँ कोही कता चाहिँ उहाँ गफ ग्राउन्डमा गफ खेल्न जाँदैछन्, कोही फुटबल खेल्न जाँदैछन्, कोही चाहिँ नि कहाँ डम्फु बजार नाचेका छन् है। भक्तहरू के भइसके अरे बाँकी छैनन्। अरे मानिसको बीचबाट विश्वासीहरू लोप भइसकेका छन्। को अरे मानिसका बीचबाट को अरे के भयो अरे लोप भयो भनेको नेपाली भाषामा लोप भनेको हराए भनेको। आज विश्वासीहरू के हुँदैछन् अरे हराउँदैछन्। अरे तपाईँ आउनुहुन्छ, धन्यवाद छ, तपाईँलाई परमेश्वरले आशीर्वाद दिनुहुन्छ। यस्तो भन्नुहुन्छ भजनकर्ताले। हेर्नुहोस् आज यही हुँदैछ, आज यही हुँदैछ। मलाई परमेश्वरले यही भन्न लगाउनु भयो। के भएछ मानिसका बीचबाट को हरायो अरे विश्वासीहरू लोप भए। के गर्दा रहेछन् यिनीहरूले, यिनी विश्वासीले के गर्दा रहेछन्
हरेकले आफ्नो छिमेकीसित झुटा बोल्छ अरे हो 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 मुदा हरेकले आफ्नो छिमेकीसित झुटा बोल्छ अरे उ के अरे मुदामा बिहे लिङ्गा छाउ झुट झुट एकदम ख्याल गर्नु विश्वासी भाइ बहिनीहरू मैले जहिले पनि मैले भन्ने गरेको छु कि जान जाएगा घोडा कभी भी नहीं खाएगा भन्थे एउटा मान्छेले प्राण जाओस् झुटा नबोल्ने मेरो यो हो झुटा नबोल्ने मलाई कसैले झुटा बोल्यो भने मैले चिनिहाल्छु मलाई मन पनि पर्दैन र लोभ भइसकेका छन् हरेक आफ्नो छिमेकीसित झुटा बोल्छ चाप्लुसी ओठले के गर्छन् छलसित तिनीहरू बात गर्छन् मिठो मिठो कुरा गरेर अरूलाई फसाउँछन् यस्तो नि उस्तो नि अहेन नि त्यहाँ नि मिठो कुरा सुन्दा त मिठो छ कुरा सुन्दा त पुरा मिठो छ हो कि जस्तो छ तर के गरेको छ फसाएको छ मान्छेलाई फसाएको छ मान्छेलाई र आज भजनकर्ताले है यो भन्नुभएको छ र आज के अरे भक्तहरू के अरे हराइसके विश्वासीहरू हराइसके नहराउनु होला भाइ बहिनी हो तपाईले आफ्नो विश्वासलाई माता मुनि गइन्जेलसम्म बचाएर राख्नु भएन नि तपाईले परमेश्वरलाई पाएको केही पनि नथिङ तपाईले यहाँ पनि गुमाउनु भयो वहाँ पनि तपाईले गुमाउनु भयो ख्याल गर्नुहोस् एकदम हाम्रो बाबुले भन्नुहुन्थ्यो यस लोक पनि बिग्रियो परलोक पनि बिग्रियो छोरा हो भन्नुहुन्थ्यो यहीबाट नै भनेको तर रुपियाँ पनि आऊ है यहाँ पनि बिग्रियो परलोक भनेको माथिको लोक पनि बिग्रियो अरे दुईटै बिग्रियो र तपाईहरू आज चाहिँ यस्तोमा हुनुहुन्छ भने छोडिदिनुहोस् झुट बोल्न छोडिदिनुहोस् कुलतमा फस्नु भएको छ भने नियत राम्रो छैन भने फ्याँकिदिनुहोस् मिल्काइदिनुहोस् प्रभुलाई मनपर्ने काम गर्नुहोस् ऊ आज बिहान माथि स्याले एफए कतिमा हो मैले भुलेँ के डी हो कि के भन्ने पनि बता लेखेको थियो है माथि र आज यस्तो भयो यो संसारमा यस्तो हुँदैछ है मिखाले के भन्छन् मिखा नगाती चामा मिखाले के भन्छन् मैखाले के भन्छन् भने मैखा 7 अध्यायको 2 पदमा के भन्छन् भने मैखा खाँजी खुनी अङ्गेन्यमा भक्त मानिसहरूबाट पृथ्वीदेखि नष्ट भएका छन् को अरे भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन् अरे हेर्नुहोस् तमासा कस्तो छ हेर्नुहोस् यो हामीहरूलाई है भाइ बहिनी हो विश्वासीलाई भक्त मानिसहरू पृथ्वीदेखि अमेरिकामा त कति छ वन पनि भए है अहिले त्यहाँ ठुलो शैतानको मेला लाग्दैछ छस् पहिला भयङ्करको 4-5 हजार जना बसे छस्मा भक्तहरू के हुँदै गए यो परमेश्वरको वचन हो नि के भयो अरे भक्तहरू पृथ्वीदेखि नष्ट भएका छन् कुनै सोझो मानिस बाँकी छैन सोझो र सिधा भन्ने कोही पनि छैन बुढाले बुढीलाई ठगेको छ बुढीले बुढालाई ठगेको छ आमाले छोरीलाई ठगेकी छ छोरीले आमालाई ठगेकी छ भतिजाले काकालाई ठगेको छ काकाले बुढाबाबुलाई ठगेको छ सोझो मान्छे कोही पनि छैन के भन्ने माने सबै मानिसहरू के अरे भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन् सबै मानिसहरू हत्या गर्न ढुकी बस्छन् जाल थापेर माथि कुनै सोझो मानिस पनि कहीँ पनि छैन अखुखेमा पोसो है ठगेकै छ बिक्सीमा गएर काराओके हेर्दैछ कहाँ छ भन्दाखेरि ऊ साथीको घरमा भन्ने कसले देख्छ अहिले त झन् गरेको काम मोबाइलले भन्दाखेरि आज प्रिय हो भक्तजन पृथ्वीदेखि लोप भइसकेका छन् मान्छेले आफ्नो अक्षयलाई पनि जान्नु छोड्यो अक्षयको मृत्यु हुन्छ आफ्नो समयलाई पनि मान्छेले जान्नु छोड्यो भात खाने समयमा पनि आउँदैन सुत्ने समय पनि आउँदैन मन्दिर त कता गयो बटन पार्ने समय कुन हो प्रार्थना गर्ने समय त्यो समयलाई पनि मान्छेले जान्नु छोड्यो है हेर्नुहोस् यस्तो भइसक्यो र आफ्नो समयलाई पनि के अरे जान्दैनन् अरे यिर्मको पुस्तकमा गएर हेरौँ त यिर्मीमा गएर हेर्नुहोस् त यर्मियामा गएर हेर्नुहोस् त सिको नागाने खुलाई थामे खान्जी से अंगे नागाने खो
हेर्नुहोस् मान्छेले समय पनि बिर्सिसक्यो है हेर्नुहोस् है अखान्जी से अङे गागाने खो अखान्जी से अङे गागाने खो हो मै पढिदिन्छु ल हेरमी अखान्जी से अङे गागाने खो त्यसो भए यी मानिसहरू किन तर्केर गएका छन् त अरे त्यसो भए यिनी मानिसहरू किन तर्केर गए त अरे किन तर्केर गए अरे यिनी मान्छेहरू किन तर्केर गए अरे तिनीहरू छलमै टाँसिन्छन् अरे ढाँट्नमा एकदमै तयारी छन् ढाँट्नुलाई ठग्नुलाई खाली ठग्ने है तयारी छन् उनीहरू टाँसिन्छन् र फर्की आउन तिनीहरू इन्कार गर्छन् राम्रो काम गर न भाइ बहिनी हो राम्रो गर न भाइ बहिनी हो राम्रो दिल राख न भाइ बहिनी हो मण्डली आउन भाइ बहिनी हो सङ्गति आउन भाइ बहिनी हो वचन पढ न भाइ बहिनी हो भन्दाखेरि तिनीहरू के गर्छन् अरे तिनीहरू के गर्छन् छलमै टाँसिन फर्केर आउन तिनीहरू इन्कार गर्छन् अरे हौदला मैले ध्यान दिएर सुनेको छु तर तिनीहरू ठिक कुरा पनि बोल्दैनन् देख्नुभयो कस्तो भन्छ बाइबलले के बोल्दैनन् ठिक कुरा पनि बोल्दैनन् कि है र मैले चाल पाउँछु मैले ध्यान दिएर सुनेको छु तर ती मानिसहरू ठिक बोल्दैनन् मैले के गरेको छु र भनी कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चाताप गर्दैनन् अरे हो म महाकाविलामती हुँ मैले गरेको काम गल्ती भयो कि भनेर आफूले आफूलाई पश्चाताप गर्ने भयो अर्कोदेखि म गर्दिनँ यस्तोहरू पनि यिनीहरू गर्दैनन् अरे भ्रष्टाचार उदै गति उदै मती है के भयो अरे उदै गति उदै मती ख्रिस्टान त हो बिचरा ख्रिस्टान त हो बिचरा है तर के कस्तो खाले ख्रिस्टान हो सबै थोक गर्ने ख्रिस्टान हो अहिले मैले यहाँ भनेको जति केही पनि नछोड्ने ख्रिस्टान हो बाइबलले के भन्छ कुनै मानिस पनि आफ्नो दुष्टतादेखि पश्चाताप गर्दैनन् घोडा लडाइँमा अगाडि कुदेर गए चाहिँ हरेक आफ्नै बाटोतिर लागेको छ अरे यहाँ घोडा भनेको छ जनावर बताएको छ यहाँ लडाइँमा पहिला लडाइँमा घोडाहरू दुक्रेको जस्तो गट टट 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 तिज आयो तिज त ख्रिस्टान आएको अरे तिज तिमीहरूको लागि हो तिज तिमीहरूको लागि हो दसैँ तिमीहरूको लागि हो आज चाहिँ त्यही गर्नलाई घोडा लडाइँमा दुग्रेको जस्तो त्यो नचाहिँदो कुरामा नराम्रो कुरामा चाहिँ अगाडि बढेर दुग्रेका छन् अरे ख्रिस्टानहरू सुन्नुहोस् त आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ हेर्नुहोस् कस्तो छ परमेश्वरको वचन आकाशमा हुने सारस चराले पनि त्यसको यादी उडुलाई त्यो तिरे अरे कति बेला बिहान जाने हो कति बेला फर्केर आउने हो भने त्यो चरालाई तक पनि थाहा छ अरे हेर्नुहोस् बाइबलले के भन्दैछ मेरा प्रिय नेपाली सङ्गीतमा भएका भाइ बहिनी आज जो जतिजना यहाँ हुनुहुन्छ आकाशमा उड्ने सारस चरो सारस भन्ने नामको एउटा चरो हुन्छ त्यो चरालाई पनि उसलाई अक्षय नै थाहा छ अरे यादै उडु त्यसले तिरे अरे कुन बेला पानी पर्छ कति बेला घाम लाग्छ कति बेला जाडो हुन्छ भन्ने त्यसलाई पनि थाहा छ अरे चरालाई न हामीहरू के हो हामीहरू के हो है के भनेको छ ढुकुर गौँथली र सारीका चराले आफ्नो फर्किने समय जान्दछ हेर्नुहोस् चरो आत्मा पनि छैन केही ज्ञान बुद्धि पनि छैन तर उसलाई कुन बेला पानी पर्ने कुन बेला मेरो घर फर्किने हो कुन बेला जाडो कुन बेला चाहिने है हिउँद बर्खा भन्ने कुरा त्यसलाई थाहा हुन्छ अरे त्यो चरालाई हामी के हो हामी के मान्छे आकाशका सारा गौँथली सारीका चराले आफ्नो फर्किने छ तर मेरो प्रजाले त आफ्नो परमप्रभुका मार्गलाई जान्दैन हेर्नुहोस् चराले त जान्दो रहेछ तर परमेश्वरलाई पाएकाहरूले पनि आफ्नो मार्गलाई जान्दैनन् यस्तो भयो यो हुन आउने कुरालाई अहिले भएको कुरालाई यही हुँदैछ मेरा प्यारा है भाइ बहिनी अब हामी कसो गर्ने त है हामी प्रभुमा पनि हिँड्दैनौँ नामधारी ख्रिस्टान भएका छौँ आइतबारे ख्रिस्टान हामीहरू भएका छौँ नगर्नु भनेको कुराहरू जम्मै हामीले गरिराखेका छौँ अनि चाहिँ रुँदै हिँड्ने पनि हामीहरू नै हौँ अर्कासित कर्जा मागेर भाग्ने दुगुर्ने मण्डली छोड्ने पनि हामीहरू नै हौँ है अनि चाहिँ केही कुरा नबिराउने संसारमा भएका रीतिथिति जम्मै नबिराउने पनि हामी नै हौँ अब कसो गर्ने कसो
कसो गर्ने फर्केर आएनन् अरे फर्केर आएनन् अरे यिनीहरू सब के गरे गर्दै गए फर्केर आएनन् अरे अब कसो गर्ने त त्यसो भने मैले भन्न खोजेको कुरा चाहिँ के हो भने आफ्नो मार्गलाई चाहिँ जान्नुपर्छ कि म कुन बाटोमा म चल्दैछु म हिँडेको बाटो ठिक छ कि छैन म हिँडेको बाटो प्रभुलाई मनपर्ने बाटो हो कि होइन यो बाटोले मलाई गएर भ्रष्टाचार भड्कालमा जकार्छ कि म परमेश्वर हुन्छु भने आफ्नो मार्गलाई चिनेनन् अरे मार्ग भनेको बाटो को लाङ्गोको दिउ विश्वासीहरू मैले तपाईँलाई यस्तो यस्तो शिक्षा दिन्छु मैले तपाईँलाई गल्ती नहोस् नढाँट्नुहोस् सिगो असिटाइ मैले जहिले पनि भन्छु नेपालीमा सिगो असिटाइ र आफ्नो मार्गलाई के गरे जान्दैनन् अरे है मान्छेलाई आफूले के गर्दैन जान्दैनन् अरे अब कसो गर्ने त्यसो भए कसो गर्ने अब बेला लौ मलाई क्या यत्तिकैमा भइहाल्छ गुरुबा आज पनि भइरहेको छ भोलि पनि भइरहेको छ कि अहिले मैले भनेका कुराहरूदेखि के गर्ने हामीले फर्किने छोडिदिने फर्किने कुन बाटो हिँड्ने परमेश्वरको बाटोमा हिँड्ने अब हामी कसो गर्ने अघि माथि हामीले कति पढ्यौँ मिखा 7:2 अहिले हामी 7:7-8 पढौँ अब हामी कसो गर्ने पढ बर्मा पढे हुन्छ नेपालीमा पढे पनि हुन्छ मिका 7:7-8 पढ तर म चाहिँ आशामा बाटो हेरिरहन्छु मलाई बचाउनु हुने परमेश्वरको प्रतीक्षा गर्छु मेरा परमेश्वरले मेरो बिन्ती सुन्नु हुनेछ हे मेरो शत्रु खिसी गर्दै सन्तुष्ट नहो म डरे तापनि हाल्नेछु म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ आमेन भयो कतिमा मिका 7:7-8 मिका 7:7-8 सुन्नुहोस् अब हामी के गर्ने भन्दाखेरि अब हामी यो गर्ने के गर्ने तर म चाहिँ भन्नुहोस् त हात छातीमा हात राखेर म चाहिँ भन्नुहोस् त म चाहिँ आशामा परमप्रभुको बाटो हेर्नेछु के गर्छु अरे अरू जतासुकै जाउन् बिहा दोकानमा जाउन् कि बाटोमै सुतुन् कि जेसुकै गरून् म अरूको पछि छैन म चाहिँ के गर्छु अरे म चाहिँ कसको बाटो हेर्छु अरे हो त्यो मान्छेले आशिष पाउने आमेन हो त्यो मान्छेको भो बस्ताभरि चामल हुनु बुझ्नुभयो त्यो मान्छेको घरमा हो कसैसित गएर कर्जा माग्नु नपर्ने किनभने परमेश्वरको आशिष म चाहिँ के गर्छु आशामा परमप्रभुको बाटो हेर्छु मलाई हेर्नुहोस् त मलाई बचाउनु हुने तपाईँका बाबाले पनि बचाउँदैनन् तपाईँको आमाले पनि बचाउँदैनन् मेरी बुढीले पनि बचाउँदिनन् मेरो छोराछोरीले पनि बचाउँदैनन् ए भाइ बहिनी हो नर्ककुण्डदेखि कसले बचाउन सक्छ है कसले बचाउन सक्छ आखिर गएर त नर्कमै जाकिने हो नि परमेश्वरलाई मुक्तिदाता पाएन भने के हुने नर्ककुण्डमा गएर जाकिने हो नि हो त्यो नर्ककुण्डदेखि कसले बचाउने कसैले पनि बचाउँदैनन् है तर मलाई बचाउनु हुने परमेश्वरको कसको के गर्छु अरे मलाई बचाउनु हुने परमेश्वरको प्रतीक्षा गर्छु हालेलुया फियात किङको न्याली मेरो प्रतीक्षा भनेको प्रभु मलाई यो भएको छ प्रभु मेरो यस्तो भएको छ मलाई कोही छैन बचाउने है म चाहिँ कसलाई परमेश्वरलाई प्रतीक्षा गर्छु हो फर्केर आएपछि यो गर्नुपर्थ्यो प्रभु अब गर्दिन सारसले पनि आफ्नो समय जान्दछ अरे सुन्नुभयो भन्दाखेरि
आज भाइ बहिनी हो हामीहरू नगर्ने काम मेरो परमेश्वरले मेरो बिन्ती सुन्नुहुन्छ अरे हालेलुया भाइ बहिनी हो तपाईको बिन्ती नि मैले नसुने पनि नि परमेश्वरले सुन्नुहुन्छ आमेन हाम्रो परमेश्वरले सुन्नुहुन्छ मैले सुनुम्ला नसुनुम्ला तर तपाईको बिन्तीमा मेरा छोराछोरीले कति बेला मलाई चाहिँ प्रार्थना गर्छन् परमेश्वरले कान सधैँ थाप्नु भएको छ अरे नभुल्नु होला बिन्ती परमेश्वरलाई चढाउनुहोस् प्रभु मेरो गलत छ म फर्किन चाहन्छु भन्नुहोस् त्यहाँबाट 8 मा के भन्छ हे मेरो शत्रु अरे हामीले हेर्यो भन्नुपर्छ भाइ बहिनी हो यो चम्पाइला भन्नुपर्छ हामीले के अरे हे मेरो शत्रु मेरो खिस्सी गर्दै शैतानले के गरेको छ के शैतानले त अझै ठोक्न भनेको छ अहिले त तेरो पत्तुमा त भुत्ला फेरि तेरो गला पनि निमर्छु भनेको छ शैतानले त है हामीले के भन्नुपर्छ भने ए मेरो शत्रु टिप्पे घाँसीमा साराङ्गो अखुई अपिने योहान त्यसै खोजी खोजी ताची फ्यासिसी हो शैतानले गर्न खोजेको चाहिने त्यो हो शैतानले चाहिने नि भाइ बहिनी हो तपाईँ आज तपाईँ साँच्चै प्रभुमा हुनुहुन्न तपाईँ कुलत बाटोमा हिँड्नु छैन भने तपाईँ नाङ्गै बनाएर छोड्ने शैतानले तपाईँलाई यति त मान्नु होला भन्थ्यो दानियलले भन्नु होला नि तपाईँ मात्र होइन तपाईँको परिवार पनि नाङ्गै हुन्छ नाङ्गै शैतानको काम चाहिँ नि नाङ्गो बनाउने काम हो भुत्याउने काम हो शैतानको काम चाहिँ नि सुन्नुभयो त्यही भएर आज हामीहरू यस्तो मान्छेलाई हामीहरू फर्केर आउनुपर्छ भन्ने के भयो शत्रु मेरो खिस्सी गर्दै सन्तुष्ट नहो अरे ए शत्रु अरे ए शैतान अरे मलाई खिस्सी गरेर त खुब मजाले हाँसेको छस् नि हो खिस्सी नगर अरे तँलाई मैले हाँस्ने मौका दिन्न अरे है मैले गल्ती गरेर त थप्पडी बजाएर हाँस्छस् नि मैले बिहारको बत्तर ठाउँमा त खुसी गर भन्छस् नि तर हेर अरे तँलाई मैले नि मेरो नि खिस्सी गर्ने टाइम दिन्न अरे तँलाई ए शैतान अरे यो भन्न सक्नुपर्छ यो भन्न सक्नलाई के गर्नुपर्छ अघि नै मैले बाइबल एक बताउँदै लिएर आएको छु तैँले मलाई खिसी गर्न पाउँदैनस् तैँले मेरो खिसी उडाउन पार्दैनस् बुझिस् हेस के अरे शत्रु को हाम्रो शत्रु को यो शत्रु हुने नारू के हुने नारू हाम्रा भाइ बहिनी छोराछोरी हाम्रो शत्रु को हो शैतान जो हामीलाई काटम लडाम पल्टाम घर बिगारम सङ्गति टुटाम मण्डली टुटाम देश उजागर बनाऊँ देशको बिगारहरू गरौँ भने पछि लागेको छ आज साँच्चै भाइ बहिनी हो हाम्रो देश बिग्रेको नि हाम्रो ब्रह्मदेश बिग्रेको शैतानको पछि लाएर बिग्रेको बुझ्नुभयो यति नै भनिदिन्छु म पनि धर्म कर्म गरेर आएको मान्छे हुँ है आज शैतानको पछि लाग्दाखेरि देश बिग्रेको तर हाम्रो ठुलो प्रार्थना छ परमेश्वरले एक दिन बदली गर्नुहुन्छ आमेन है र म लडे तापनि ल भन्नुहोस् म लडे तापनि के गर्छु उठिहाल्छु गलती सबैको हुन्छ भाइ बहिनी हो पर्फेक्ट त कोही पनि छैन पर्फेक्ट त प्रभु येशू मात्रै हुनुहुन्छ खालि है गल्ती सबैको छ कोही दिन गल्ती गरियो कोही दिन प्रभुलाई रुलाइयो कोही दिन मण्डलीलाई रुलाइयो कोही दिन सङ्गतिलाई रुलाइयो कोही दिन अछिनछिनलाई रुलाइयो गल्ती भयो तर अघि सारस चरी फर्केर आएको जस्तो फर्केर आउँदाखेरि सारालाई खुए नदिँदाखेरि म लडे तापनि उठ्नेछु हालेलुया नलड्नुहोस् भाइ बहिनी हो नलड्नुहोस् शैतानले त के गर्न खोजेको लडाउनु खोजेको छ पल्टाउनु खोजेको छ म अँध्यारोमा भए तापनि परमप्रभु मेरो के हुनुहुन्छ ज्योति हुनुहुन्छ म लड्दिनँ अरे म लडेँ भने पनि उठ्छु अरे मेरो गल्ती भएको छ अरे प्रभुसित क्षमा माग्छु अरे किन अरे मेरो परमेश्वर मेरो ज्योति उज्यालो हुनुहुन्छ अरे आमेन आमेन हो यो भन्न सक्नुपर्छ विश्वासीले यो होइन भने गो टु द नर्कलोक यो होइन भने तपाईँलाई नर्कमा घिस्छ तपाईँले यस्तो नसोच्नु होला नि मैले घरिघरि भनिदिएको छु नि पानीमा डुबे सबै कुरा सिद्धियो भने नसोच्नु होला नि ल पानीमा डुबेको पछिको जिन्दगी कस्तो हुनुपर्छ भनेर भन्दैछु यहाँ
बुझ्नुभयो पानीमा डुबिसकेको जिन्दगी कस्तो हुनुपर्छ भनेर अर्को उपदेश सिकाइदिएको मेरा प्यारा भाइ बहिनीहरू त के अरे परमप्रभु मेरो ज्योति हुनुहुन्छ ए शैतान मलाई हेरेर त हाँस्नु पाउँदैनस् है हाम्रो आमाले के भन्नुहुन्थ्यो ए भनेको पनि बस्तीमा त बोली त यस्तै हो नि ए लामो स्वर तानेर है ए भनेको पनि मान्दैनन् भनेको पनि सुन्दैनन् आफू त मरन जोरीको हाँसो के बाबा के हो यस्तो यो आफू त मरन जोरीको हाँसो अरे है बल्ल पो त्यही रहेछ नि रमिता बताएर है दुनियाँलाई रमिता बतायो है आफू बिग्रेर दुनियाँलाई रमिता बतायो दुनियाँ मण्डलीलाई रमिता बतायो उहाँ परका मण्डलीहरूले पनि चाल पाए फलानु त यस्तो गर्दैछ अरे फलानीलाई त हामीले कहाँनिर चाहिने बस खैनी खाँदै दुगुरीकी थिइन् भन्ने आएर भन्नु थाल्यो मान्छेहरू चाहिने हामी के भयौँ रमिता बताउने भयौँ ल हामीहरू के भयौँ रमिता बताउने भयौँ छोड्नुहोस् कुलतलाई त्यागिदिनुहोस् कुलतलाई त्यागिदिनुहोस् भाइ मैले सबै कुरो छोडिदिएँ यति बानी छ बेला बेलामा डिग्री चढ्छ त्यसलाई पनि कति कोसिस गरेको छु है यति हो मेरो सब छोडिदिएँ चाहिँदैन केही चाहिँदैन मलाई परमेश्वरको आशीष मण्डली सङ्गति मण्डलीमा भएका भाइ बहिनीहरू चाहिएको छ मलाई अरू के परिवार है मलाई अरू केही पनि चाहिँदैन सब गरेर आएको सबै छोडिदिएँ के गरिनँ जिन्दगीमा ऊ देख्यो माइसुमा झलीको आमा गएर टुइन त ठोकेर आएको है रिसा आउँदै गयो कि कसको त्यति तक पनि गरेँ गाई चराएँ भैँसी चराएँ 10 बिसाको थियो मैले बोक्ने गन सबलाई मारिदिन्छु नहेर मलाई सबलाई मारिदिन्छु 10 बिसाको थियो राइफल 350वटा गोली थियो मेरो यहाँ ल एक दफा स्टेगर तान्दाखेरि 7वटा गोली निक्लिन्थ्यो एक दफे MG47 भन्ने सल्लाह पक्रिन्थ्यो मैले मान्छे मार्नुको लागि त्यस्तो पनि गरेर आएको म सुन्नुभयो के गरिनँ मेरो जीवनमा यति गरिनँ अर्काको चोरिनँ अर्काको छोरा बुहारीलाई बिगारिनँ जावे हो त्यही भएर मैले आशिष पाएको बुढीसित नै जाउँ 10 वर्ष 11 वर्षमा भेट भएको हो मलाई मन पराउने फेरि भनिदिन्छु भाइ बहिनी नलड भन्ने कुरा भन्दैछु मैले नपल्ट भन्ने कुरा भनेको अहिले मैले मेरो ताँती त्यतै गवाइदिएर है मलाई कस्ता तरुणीहरूले मलाई के अरे प्रपोज गर्थे मलाई मेरो नामै ठुन्ठुए भने एउसिमिन्दा ठुन्ठुए तिला बलमामा तिला न ठुन्ठुए मेरो नामै ठुन्ठुए हो सुन्नुभयो त्यस्तो गर्दाखेरि पनि मैले के सम्झिन्थेँ भने मेरा 3 जना छोराछोरी छन् यो काम मैले गर्नु हुँदैन आज आशिष मेरो यो हो नलड पल्टेका छौ उठेर आऊ आजको मेरो वचनले हालेलुया तिमीलाई परमेश्वरले आशीर्वाद ठिक्कै पोको पारेर राखिदिनु भएको छ आशिष तर तिमी है नगुबाटालाई मठीममी गर्यौ भने तिमी त्यसै छिन्दो एउटाले मलाई एकदम दुःख लाग्छ मलाई किनभने मैले प्रभुलाई त्यसै पाएको पनि होइन मेरा प्यारा भाइ बहिनी हो मेरो हरेक किसिमको मसित बहुतुटा छ मसँग है मैले सबैलाई प्रेम गर्न जान्दछु मैले सबैलाई प्रेम गर्छु मेरो यति एउटा आदर नराम्रो छ कि मैले भनेको मानेन भने त्यो मान्छेलाई मैले अर्को जबदेखि नो साडाङ्गो खुइ हाउ दक्षिण चाहिँ के दो भनेको छ है साडाङ्गो खुइने आज मैले तपाईँलाई भनेको कुराहरू सबै छोडिदिनुहोस् राम्रो बस्नुहोस् प्रभुलाई प्रेम गर्नुहोस् मण्डलीमा प्रेम गर्नुहोस् छिनछिन प्रेम गर्नुहोस् सङ्गतिलाई प्रेम गर्नुहोस् दिदी भन्नुहोस् बहिनी भन्नुहोस् हो फोन लगाउनुहोस् है र कोने ससाइ बिहान भन्नुभयो गुरुले यहाँ कोने ससाइ दुगो कोने छिला न त फेमा कोने ससाइ दुगो छिदलो फियात खिङ्गो तावे उजापिवा आमेन ल परमेश्वरलाई प्रथम जग्गामा राख्नुपर्छ दुतिया मिताजु मण्डली पनि होइन फियात खिङ्गा
Nomor 3, Mitazu. Nomor 4, Ambuda. Haleluya. Amen. 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 That's it. Tapi dah le. Okay. Okay. Okay, Pitu Abi dah. Okay. Okay, Pitu Abi. Nah. Nah. Tak kubiam jam Temar puni kuma tu Abi dah. Kuni bosi dah. Kumi lu dah. Tak kubiam na. Jawab kan di nasi nanti chau. Nasi di chau. सुरम ओके आयुबको पुस्तक 21 अध्यायको 16 पदमा तर दुष्टहरूको उन्नति तिनीहरूको आफ्नै हात हुँदैन अरे दुष्टहरूको नि कहिले पनि उन्नति चाहिँ कहिले हुँदैन जो दुष्टमा लागेको छ दुष्टपट्टि लागेको छ हुँदैन अरे त्यसकारण दुष्टहरूको सल्लाहदेखि म भन्नुहोस् के अरे म अलग रहन्छु दुष्टहरूसित संगत गर्दिन दुष्ट मटया दुडुडो टाइटी छुन्दै मलाई बु हो म दुष्टहरूको कहिल्यै पनि म संगत गर्दिन आमेन छोड्दिनु होला है सबै कुरा आज मैले तपाईलाई वचन दिएको छु सबै कुरा हटाइदिनु होला दुष्टहरूको संगत मैले गर्दिन आमेन आमेन आजको वचन यही नै राखौं र धन्यवाद छ आज संगतिमा आउनुभयो मण्डलीमा आउनुभयो तपाईलाई परमेश्वरले धेरै आशीर्वाद दिनुहुन्छ आज धेरै कुरा सुनिएको छ धेरै कुरा सुनेर मात्रै हैन वचनलाई पालन गर्ने हुनुपर्छ ल आज वचनको लागि माथि गुरुजीले हामीलाई सिकाएको जस्तो उहाँ ल्याएर चाहिँ नि के अरे हैन के अरे ट्रेजरी राखिदिएको छ ट्रेजरी भन्छ नि ट्रेजरी राखिदिएको छ त्यो चाहिँ नि परमेश्वरको वचनको लागि हो र 1 बार 2 बार 3 बार 4 बार तपाईलाई कसैले 1000 को नोट हाल्यो भने छ भने हाल्नु रिसाउने काम छैनन् है प्रार्थना गरेर लिन्छ र 1 बार 2 बार छ ल ओके म प्रार्थना गर्छु ल परमेश्वर पिता तपाईलाई धन्यवाद छ तपाई कति महान हुनुहुन्छ ए दुष्ट शैतान मलाई देखेर नहाँस म लडै पनि उठ्छु भन्नुभयो हामी त्यो मन हृदय हामीलाई दिनुहोस् प्रभु हाम्रो कोही बेला गल्ती भएको हुन्छ हामी गल्तीमा चलिराखेका हुन्छौं हामीले गलत काम गरिराखेका हुन्छौं कोही बेला जानी पनि गर्छौं कोही बेला नजानेर गरेका काम हामीलाई क्षमा गर्नुहोस् परमेश्वर पिता हामीलाई क्षमा गर्नुहोस् तपाई हामीलाई क्षमा गर्ने पनि फेरि यस्तो मन यस्तो हृदय हामीलाई नदिनुहोस् परमेश्वर पिता बाइबल वचनले म दुष्टहरूको सल्लाहमा हिँड्दिन भने सधैँ तपाईले हामीलाई अगुवाई गर्नुहोस् पवित्र आत्माको अभिषेक गर्नुहोस् आज हाम्रो मण्डली हाम्रो संगति मण्डलीमा भएका छोराछोरीहरू मण्डलीमा भएका उमेर पाकेकाहरू बालबच्चाहरू छोराछोरी सबै तपाईका छोराछोरी हुन् मैले जहिले पनि प्रथममा राखेको छु यो मण्डलीको शिर परमेश्वर तपाई हुनुहुन्छ यो मण्डलीलाई तपाईले नै अगुवाई गर्नुहोस् तपाईले नै गाइड गर्नुहोस् आशीर्वाद दिनुहोस् छोराछोरी हिँड्दा डुल्दा बस्दा खाँदा घुम्दा फिर्दा गाडी चढ्दा मोटर चढ्दा साइकल चढ्दा तपाईले अनुग्रह गर्नुहोस् आशीर्वाद दिनुहोस् सुरक्षा राख्नुहोस् आज पनि भाइ बहिनी सबै मिलेर काम गरिरहेका छन् पकाएका छन् खिलाउने समय आएको छ प्रभु तपाईले धन्यवाद दिने परमेश्वर हामी धन्यवाद दिन्छौं तपाईलाई जय जयकार होस् अहिलेको हाम्रो स्तुति प्रशंसा आजको हाम्रो वचन आजको हाम्रो भेटघाट आजको बाइबलको शिक्षा सबै थोक प्रभु हाम्रो जीवनको लागि हो परमेश्वर पिता हामीलाई अनुग्रह गर्नुहोस् आशीर्वाद दिनुहोस् हो परमेश्वर पिता तपाईलाई धन्यवाद चढाउँदछौं हिजो आज अनि सदा सर्वदा जीवित रहनु भएको मुक्तिदाता परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको नामबाट पिता जय मसीह सबैलाई